छु म उनीहरूले पनि थ्रोएबल फाल्ने भए क्रिल त्यहाँ आउनु नपुग्नेछन् मोलोटप आयो त्यहाँ कसले एलिमिनेसन उठाए त क्रिलको एलिमिनेसन नेपेक्सले नै उठाउन भनेपछि आएको छ यहाँ फसिसक्यौँ हामी स्यान्डविच भइसक्यौँ भनेर ओजीको टिमले बुझेका त छन् नै दुईटा टिमको बीचको लडाई इन्ट्रेस्टिङ हुन्छ जस्तो छ डिआरएस भर्सेस नेपेक्सको बीचको यो क्लासले केही हदसम्म रिजल्ट निकाल्ने अवस्था आउन सक्छ तर उनीहरू म्याकपेन पनि सर्भाइभ त गर्दै नै छ म्याकपेनको टिम पनि उनीहरूले पनि क्यालकुलेट गर्नेछन् अगाडिको टिमको प्लेयर काउन्ट हेरिनेछ जब अब राइट टाइम हुन्छ किलफिट रिड गरेर टिमको एक रेस आउन सक्ने चान्सेस पनि एकदमै आइरहेको छ एक्सेप्टियलको पोजिसन इम्पोर्टेन्ट हो त्यो प्लेयरले के गर्छन् भन्ने कुराले फरक पार्न पुग्नेछ ग्यान्टे यता न उता न मुनि जहाँ जहाँ सकिन्छ कन्ट्रिब्युट गर्ने कोसिस उनको तर्फबाट त चलिराखेको त छ नै उता ओजीको सिचुएसन फेरि पनि अन्डर कन्ट्रोल भने जस्तो पो बन्न पुग्यो अल अफ द सडन प्लेयरहरूले हेर्न छोडे यता म्याकपेनलाई नेपेक्सको प्लेयरले पनि स्पट गर्न भनेपछि भ्याउनेछन् अङ्किलको एलिमिनेसन उता उठाउन पुगिनेछ म्याकपेनको लागि लास्ट प्लेयर स्ट्यान्डिङ डिआरएसको लागि निक्लिएको त्यो नकको एलिमिनेसन सेक्योर गर्न सकिएन म्याकपेन निस्कियो लबी छोडेर बाहिर डिआरएस 5 एलिमिनेसनको साथमा नेपेक्सले 11 निकालेको छ चिकनिर निकाल्ने कसले भन्ने कुरा आउन पुग्ने त छ माथिल्लो साइडतर्फ क्ल रहेका थिए क्लको अगेन्स्टमा फ्र्याग क्लोज ब्याटलको लागि यो प्लेयरले सक्नेछन् एम ड्युअलको लागि यो प्लेयरले सक्नेछन् वी नो द्याट विश्वास गर्नुपर्ने हुन्छ फ्र्यागलाई पनि उता नेपेक्सले पनि बुझेको छ कि कति जरुरी छ हामीलाई यो गेम भनेर त्यो बीचमा एउटा साइडमा प्रेसरमा बसिराखेका छन् क्ल थ्रोएबल फाले उनले त्यो थ्रोएबल ओभर कुकुन पुगेको थियो त्यहाँबाट ग्यान्टी गाडी लिन्छन् र पोजिसन चेन्ज गर्नतर्फ लाग्दै गरेको म देख्दैछु किलर वाइटीले गाडी घुमाउँदै थिए प्लेयरलाई डाउन निकाल्न भ्याइदिए नेपेक्सको अगेन्स्टमा नक निकालिएको छ ग्यान्टीले अर्को प्लेयरको पोजिसनको बारेमा पनि आइडिया पाइसकेका थिए तर ग्यान्टीलाई प्रिसियसले उतारिदिन पुग्नेछन् इन्स्ट्यान्ट एलिमिनेसन पोइन्ट सेक्योर गर्न पुग्यो नेपेक्सको प्लेयरको एलिमिनेसन पोइन्ट पनि उता पक्कै पनि सेक्योर गरिने त छ नै यो ब्याटल 3v3 मा बन्न पुगिसकेको छ कसले कसलाई डाउन निकाल्ने त डिआरएस घुम्दैछ नेपेक्स घुम्दैछ तर दुईटैले एकअर्कालाई स्पट गरेर डाउन निकाल्ने सम्भावना यहाँ अझै पनि केही समय लाग्नेतर्फ देखिराखिएको छ अझै पनि वाइड ओपन छ इभन नेपेक्स यहाँबाट माथि गएर पनि आफूलाई क्वालिफाई गराउँछौ भन्ने कन्फिडेन्स उनीहरूले पनि राखिरहेको होला ग्यान्टे डाउन हुन्थेनन् भने अफकोर्स उनले पनि चान्स लिएको अर्को प्लेयरलाई पनि कुचेर नक निकालेको भए गेम त्यही ऱ्यापअप हुन्थ्यो त्यो सोचेर उनी अगाडिपट्टि गएका थिए बट खोजेको रिजल्ट रहेन फ्र्यागसँग खासै आमो रहेछ 5 को जोन वाइज कुरा गर्ने भने अलिकता डिफिकल्ट जोन छ नेपेक्स कहीँ न कहीँ कुनै एउटा प्लेयरलाई टार्गेट गरेर ठोक्ने त सोच्नै पर्ने हुन्छ 2-3 जना प्लेयर गएर किन भन्दा जोन पाइँदैन नत्र युटिलिटीले रिजल्ट दिने त मैले देखिरहेको छैन किलर वाइटी सिट स्विच गरेर खान सक्छन् ख्याल गर्नु पर्यो त्यही भएर रिजभन्दा तल आइएको छैन एक्सएमपीएलको पोजिसन सबसे की छ उनले दिने हो यहाँबाट स्लोपबाट तल झर्दा बित्तिकै प्लेयरको एगेन्स्टमा कभर नो एलिमिनेसन चिकन यता बन्न सक्छ डिआरएसको लागि उता 15 अराउन्डमा बनाउन सक्छ टिमले नेपेक्सको प्रिसियसलाई उतारिएको तबाट इन्स्ट्यान्टली ट्रेड त्यहाँ देख्न पाइयो एक्सएमपीएल डाउन इनफ्याक्टमा अर्को एक प्लेयर पनि डाउन देखेँ मैले किलर वाइट इज द लास्ट म्यान स्ट्यान्डिङ यो सिचुएसनमा किलर वाइटीलाई अगाडि तिर्साइएको छ अनि भनिएको छ 1v2 क्लच गरेर भनेर एक नक निकाल्ने पनि हुन्छ किलर वाइटीले ही गट 1 म्यान डाउन रेक्स लास्ट म्यान स्ट्यान्डिङ इज 1v1 करियर डिसाइडिङ म्याच खेल्दैछन् टिमहरू करियर डिसाइडिङ पोइन्ट्सको लागि रिभाइभ चान्स सायद लिन भ्याउने छैन यहाँ यो हुनेछ 1v1 को रेक्ससँग नेड रहेछ देखिएको छ पोजिसनको शटगनको ब्याटलको कोसिस रहेको छ एचपी दुईटी प्लेयरको कम छ क्लचको लागि किलर वाइटी अगाडिपट्टि राखिएको थियो बट सायद केही सेकेन्डको लागि फ्रिज भयो अनि मुभमेन्टमा अनि त्यो फ्रिज हमले किलर वाइटीलाई डाउन निकालिदिए डिआरएस का किलर वाइटी फिनिश नै हुन पुग्नेछन् डिआरएस इम्पोर्टेन्ट प्लेयरको रूपमा उत्रिएका किलर वाइटी आजको टिममा यो प्लेयर डाउन हुन परेको छ यहाँबाट ग्यान्टे शटगनको साथमा प्लेयरलाई डाउन निकाल्छन् फर्किएर अर्को प्लेयरलाई पनि डाउन निकाल्नको लागि उनी चढ्ने कोसिस त गर्दैन थिए फिनिश गर्न नदिउँ होला सायद त्यो सोचिनेछ ग्यान्टेलाई बचाउनु पर्ने हुन्छ ग्यान्टेलाई टच गर्नुपर्ने हुन्छ अर्को एउटा प्लेयर क्याजुअलिटी अफोर्ड गर्न सक्दैन टिमले थाहा छ त्यो कुरा अन्ली उनीहरूको सिचुएसन पनि अन्डर कन्ट्रोल त थिएन तर एक्सएमपीएल जो होल्ड गर्दै थिए प्लेयरलाई बचाइन्जेलसम्मको लागि भनेर त्यो प्लेयर डाउन हुन पुगे फ्र्याग झार्नु पर्यो क्लोज रेन्जको लागि यही इम्पोर्टेन्ट प्लेयर हो क्यू क्याचपी छैन डट प्लेयर हुनु अगाडिबाट प्लेयरले थ्रोएबलको साथमा आफूलाई ल्याउने कोसिस गर्दैछन् त्यहाँ थ्रोएबल फाल्ने कोसिस चल्दैछ तर फ्र्याग यो मोमेन्टमा आफ्नो टिमलाई बचाउन भ्याउनेछन् 5 एलिमिनेसन पोइन्टको लागि थ्रेट पनि राखेका छन् अझैको अगेन्स्टमा आएको नेटले केही ड्यामेज डिल गराए रुल्सोजीको अगेन्स्टमा एक्सचेन्ज अफर गरे उनले पछाडिबाट सर्ट दिनै पर्ने अवस्था रहेको त थियो रे तर ट्रिक्सको आउने सपोर्टले पनि गाह्रो पार